अनि ठ्याक्कै मान्छेलाई कहाँ गएर चाहिँ खुसी मिल्ने हो यही त भन्न सकिँदैन। तर यो सानो सानो कागजका टुक्राहरूले पनि मानिसको एकदमै एकमुष्ट टुक्रिएका कागजले एउटा पुरा खुसी दिन्छ र यो खुसीको छुट्टै प्यारो आनन्ददायक पल हो। र यो बत्ती बल्दाखेरि पहिले सुरुमा कसरी यो बत्ती बनाइसिन्छ होला जस्तो लागेको थियो। जब युट्युबमा हेरेर सिकेछु, मतलब यो आएको रहेछ अनि रहर लागेर उहाँले बनाइसो। असाध्यै खुसी लाग्यो। यो दीपको जुन प्रकाश छ, यो प्रकाशसँगै मनमा पनि छुट्टै दियो बल्ने रहेछ। कस्तो खुसीको दीप जस्तो लाग्ने। तर हामीले यो तिहारमा देख्थ्यौँ। तिहारमा चाहिँ प्राय हाम्रो यता तराईतिर मधेसी समुदायमा आकाशदीप भनेर चाहिँ बालिन्थ्यो। अब हाम्रोतिर चाहिँ त्यो बनाउनु हुँदैन थियो। अब यसमा समुदायको कुरो कताबाट आयो भन्ने जस्तो चाहिँ नसोच्नु होला। उहाँहरूको घरमा, मेरो छिमेकीहरूको घरमा पनि हुन्थ्यो। अनि अचम्म लाग्थ्यो कि यस्तो देखेर, कसरी यस्तो बनाउनुहुन्छ होला जस्तो लाग्थ्यो। तर आज मैले यो आफ्नै घरको सदस्य, मेरो प्रिय पात्र, जो मेरो जीवनको अभिन्न अङ्ग हो, उहाँले नै यस्तो खतरा दीप बनाइदिँदा चाहिँ असाध्यै खुसी लाग्यो। अस्ति मैले तपाईँलाई खुसीको डब्बा देखाएको थिएँ। आज म तपाईँलाई खुसीको यो दीप देखाउँदैछु। यो प्रकाश, यो उज्यालो देखाउँदैछु र एकदमै सुन्दर। हेरौँ कहिलेसम्म, कति समयको हुने हो थाहा छैन। तर यो दीप बल्दा मन साँच्चै उज्यालो हुन्छ, कोठा मात्र होइन। हार्दिक धन्यवाद। एकदमै धेरै कृतज्ञ छु म यो सुन्दर सुन्दर उपहारको लागि।